गङ्गु छेत्रीको क्रेज देख्नुभयो साथीहरू? यति क्रेज छ, यति फ्यान फलोइङ छ नि के कुरै नगर्नु। गङ्गु छेत्रीले सेलिब्रिटीहरूलाई पनि पछाडिसकेछ। ठुल्ठुला सेलिब्रिटीहरू पनि उसको जत्रो मान्छेहरू भिड कलेक्सन गर्न सक्दैनन्। किन? किनभने उसको कन्टेन्ट नै त्यही छ। उसको प्रदर्शन गर्ने सिस्टम नै त्यही छ। हो कि नै? अहिले गेरो गाउँपालिका, बर्दिया जिल्लाको गेरो गाउँपालिकामा पनि मिनी महोत्सव लागेको छ, त्यो पनि सन्ध्याकालीन। हिजो आएको थियो, देखेँ उसको फ्यान फलोइङ क्रेज। तर साथीहरू यस्ता मान्छेहरूलाई के यस्ता महोत्सवमा इन्भाइट गर्नु जरुरी छ? या उसको ठाउँमा अरू कोही रिप्लेसमा आइदिएको भए उनीहरूको महोत्सव के रोकिहाल्थ्यौ? मान्छु कि उसको फ्यान फलोइङ बढी छ, ऊ आएपछि मान्छेहरू जम्मा हुन्छन्, भिड हुन्छन्। तर उसको कन्टेन्ट के छ? ऊ के देखाइरहेछ? उसको प्रदर्शन गर्ने सिस्टम के हो? केका लागि मान्छेहरू त्यसलाई हेर्न आउँछन् त? त्यो पनि त सोध्ने कुरा हो नि साथीहरू। हो कि नै? अब बच्चाहरू, युवा युवतीहरू गाउँका त सबैले त्यही नै चाहेका हुन्छन्, त्यही उमेरै हुन्छ, अल्लारे टाइपका हाहाहुहु गर्ने। तर तिनीहरूलाई कन्ट्रोल गर्ने, उनीहरूलाई गाइड गर्ने रेस्पोन्सिबिलिटी त गार्जियनको हो नि, प्यारेन्ट्सको हो नि। अब प्यारेन्ट्सहरू फोर्स दिन्थे या बजार व्यवस्थापन समिति, स्थानीय सरकारलाई भनेपछि उनीहरूले त गङ्गु छेत्रीलाई बोलाउँथेन। हो कि नै? त्यही भएर साथीहरू बच्चाहरूको हात बिग्रनमा प्यारेन्ट्सको पनि धेरै ठुलो हात हुन्छ। मलाई लाग्छ यस्ता मान्छेहरूलाई त मिनी महोत्सव होस् महोत्सव होस् इन्भाइट गर्नु नै उचित हुँदैन। आफ्नो राय कमेन्ट गर्नुहोला।